हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। म चाहिँ तपाईँहरूको साथी डिआर ऋषभ। कहाँ जाइटो? अरे ऋषभ, मेरो चाहिँ आज कताको सवारी हो, म चाहिँ अहिले एकछिनमा भन्छु। हेलो गाइज। गुड मर्निङ गाइज, यो चाहिँ बिहानको भिडियो हो। यो चाहिँ मेरो बाइकको हेर्नु सक्नुहुन्छ। अब मैले चाहिँ बिहान स्टार्ट हानेर ट्याक्क बाइक साइक घुमाएर त्यसपछि अब निस्किन लागेको बाहिर। यतिकैमा घरबाट निस्किनु त निस्केँ, तर कहाँ जाने त्यही नै ठेगान छैन। मेरो बानी फेरि यस्तै छ कि म निस्किन्छु तर कहाँ जाने त्यही ठेगान हुन्न। फेरि घुमिफिरी जाने भनेको आफ्नै गाउँ नै हो। आज फेरि म अर्को बाटो जाँदैछु, कुसुम्मा घाट भएर। हेर्न सक्नुहुन्छ। अब आज चाहिँ तपाईँलाई फेरि मेरो बानी थाहा नै छ, म लोकेसन भन्दै हिँड्छु। अहिले चाहिँ हामी तुलापुर चोकमा छौँ। यतिकैमा हामी अब क्याम्पसतिर अगाडि बढेछौँ। अहिले चाहिँ हामी क्याम्पसभन्दा अगाडि पुगेका त छैनौँ, क्याम्पस पुग्न लाग्छौँ। अनि अहिले चाहिँ यो विद्यार्थीहरू आउने टाइम हो। हेर्न सक्नुहुन्छ, विद्यार्थीहरू आउँदै हुनुहुन्छ उहाँहरू पढेर। अब यतिकैमा अब हल्का फुल्का चहलपहल त दिनै पऱ्यो होइन। फेरि ल हामी चाहिँ यतिकै कुरा गर्दैमा क्याम्पस पनि कट्यौँ। अब यो चाहिँ अब झोल मोमो हो कि स्टिम मोमो हो। र यतिकैमा हामी भत्के पुल पनि चढ्यौँ। अनि यो अहिलेको इभी ड्राइभरहरू कति पेलेर हिँड्छन् कि 2-3 ठाउँमा तपाईँले यही भिडियोमा पनि देख्न सक्नुहुन्छ। पसलाहरू यति मजाले हिँड्छन्। जति सानो गाडी हुन्छ नि, सानो गाडी चलाउने ड्राइभरहरूको सानै दिमाग हुन्छ जस्तो लाग्छ मलाई त। अब हेर्नु न कति पेलेर आउँछन् कि। बाइक गाडी नै होइन जस्तो गर्छन् कि। यिनीहरूलाई अलि तपाईँले यस्तो भिडियो हेर्नुभयो भने चाहिँ थाहा पाउनु होला। यो अहिले चाहिँ हामी खैरापुर पुगिसकेछौँ। यो चाहिँ हाम्रो काउन्टरको दाइलाई हेरेको, काउन्टर खोलेर अब चाहिँ फरार छन्। अब फरार त भन्न मिल्दैन, नास्ता खान गएको थियो होला। पानी हेर्नु क्या बवाल छ क्या। नयाँ पुल बन्दै रहेछ यहाँ। ओ कहाँ जाइटो? अरे ऋषभ, कहाँ जाइटो तू? वहाँ यार तारताल क्या करे? खोजे तारताल बैठ बो। ब्लग चालू भयो, यसो गरिदेऊ न। कब आइबो त? कब आइबो? ए ल्याऊ अटोवाला दाजुहरू नम्बर लगाएर बस्नुपर्छ। म पनि लगाइदिउँ क्या हो। बल्ल तल्ल त्यसपछि बल्ल पिज आएपछि बल्ल अलि आनन्द जस्तो लाग्यो। हेर्न सक्नुहुन्छ। अब म एकैछिनमा अब आफ्नो गाउँ पुगिहाल्छु। यहाँदेखि धेरै टाढा छैन। यो चाहिँ हाम्रो खुरपिट्टा भनेर चिन्छन् यो गाउँलाई। हाम्रो चाहिँ यहाँनिर एउटा हनुमान मन्दिर बनेछ भन्ने सुनेको थिएँ। हनुमानको मूर्ति धेरै छ, हेरौँ। ठिकै छ। जय हनुमान ज्ञान सागर, जय बजरङ्गबली। यो चाहिँ गाइज हाम्रो पदना बजार। ब्लग धेरै लामो भयो जस्तो छ।
भोला कुरा रेडी हो कुरा चालू भयो हेलो गाइज कहाँ उठा एकदम आराम यार ल साथीहरू यहाँ चाहिँ केटाहरूको पार्टी भइरहेको छ। अब यतिकैमा चाहिँ हामी यतैबाट घुम्न जाने भनेको छौँ। लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है साथी। हस्त बाई।